ॐ गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् ब्रह्म तस्मै श्री गुरवे नमः। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। ओम साई राम। नमस्कार मित्रहरू, यस च्यानलमा जोडिनु भएकोमा हार्दिक स्वागतका साथै दीपावली, महापूजा र नेपाल सम्वत 1147 को मङ्गलमय शुभकामना। हामी यमा पञ्चकको महायात्रामा छौँ। यस यात्रामा यहाँहरूको प्रेमपूर्ण सहभागिताको लागि हृदयदेखि नै आभार प्रकट गर्दछु। गत प्रस्तुतिहरूमा काग, कुकुर, गाई र लक्ष्मी पूजाको महत्त्व तथा त्यसका सरल उपासना विधिहरूको चर्चा गरे। आज यम पञ्चकको चौथो दिन गोवर्धन पूजा। म यस दिनको प्रस्तुतिलाई फरक र नेपाली शैलीको मौलिक वासनाले भरपूर बनाउन चाहन्छु। नेपाल र नेपालीको गौरव, पौराणिक, आत्मिक र नैतिकताको त्रिकोणीय दर्शनले भरिएको गहिरो प्रस्तुति। यो भिडियो पुरा हेर्नुहोला, यहाँको शिर गर्वले उच्चा हुनेछ। लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। यसबाट हामीलाई यस्तै गर्वी लाउने प्रस्तुतिहरूको निर्माण गर्नको लागि उत्प्रेरणा मिल्नेछ। यसै अवसरमा म एक निवेदन गर्न चाहन्छु। यस दिव्य अवसरलाई धन हार जितको कुटिल मनोरञ्जन होइन, शुद्ध आत्माले नैतिकताको सीमाभित्र परिश्रमको खेल खेल्न सिकौँ। त्यसैले हामीलाई साँचो समृद्धि दिनेछ। आर्थिक, सामाजिक र आध्यात्मिक त्रिकोणीय खास नेपाली समृद्धि। आजको हाम्रो मूल प्रस्तुति यम पञ्चकको चौथो दिन गरिने गोवर्धन पूजा, महापूजा र यसै अवसरमा पर्ने नेपाल सम्वतको बारेमा हुनेछ। यही त्रिकोणीय परम्पराभित्र गौरवले भरिएको नेपाली संस्कृति लुकेको छ। हाम्रा धरोहर पुर्खाहरूले दिव्य सनातन परम्परालाई आफ्नो आवश्यकता र माटो अनुरूप परिमार्जित गर्दै अरू उचाइमा पुर्याए। लक्ष्मी पूजा अवसरको ढोका खोल्ने शक्ति, गोवर्धन वा गोरु पूजा श्रम र नैतिकताको अभ्यास, महापूजा आत्मज्ञानको जागरण। कस्तो अद्भुत त्रिकोणीय व्यावहारिक दर्शनको निर्माण। अवसरहरूको नैतिक अभ्यासबाट हुने फललाई जागृत शुद्ध आत्माले मात्र दिगो राख्न सक्छ। यही हो दिव्य सोहम मन्त्रको व्यावहारिक पक्ष पनि। यसलाई कति सहज र व्यावहारिक बनाए हाम्रा ती पुर्खाहरूले। यही मूल दर्शनले नेपाल उपत्यकाको सभ्यतालाई भव्य बनाए, जुन कसैको सिको थिएन। आफ्नै नेपाली वास्तुकला, मूर्तिकला, सङ्गीत र ललित कलासँग जोडिएको अद्भुत र अलौकिक बौद्ध हिन्दू संस्कृति यसैको नमुना हो। वर्तमान नेपाली मूल कला र संस्कृति जुन आज पनि संसारमै अलौकिक छ। यो अलौकिक सभ्यताको विकास नेपाल उपत्यकामा बस्ने विवेकशील परिश्रमी पुर्खाहरूले गरेका थिए, जसलाई आज हामी नेवारी संस्कृति भनेर चिन्दछौँ। सामाजिक इतिहासको पन्ना पछि पल्टाउनु। हिजोको नेपाल खाल्टोको आकार आज फराकिलो बनेको छ। भूभाग बढेसँगै यसको महान सभ्यतासँग जोडिएको मौलिक सांस्कृतिक र आध्यात्मिक परम्परालाई पनि फराकिलो बनाउँदै लगिनु पर्दछ। कम प्रभाविलो अरूको संस्कृतिलाई हामी बिना सोच विचार अपनाइरहेका छौँ। तर हामी भित्रकै एक दिव्य परम्परा महापूजालाई किन बिर्स्यौँ होला? यसमा गहिरो आत्मसमीक्षा गरौँ। यही दिव्य अभ्यासले
हाम्रा पुर्खाहरू अलौकिक सभ्यताको निर्माण गर्न सक्षम भए। यो त सबैले अनुकरण गर्नुपर्ने मात्र होइन, यदि सबैलाई होस भया राष्ट्रिय गौरवको पर्व बनाउनु पर्ने हो। यहीँनिर गोवर्धन पूजा र मोह पूजाको एकीकरणको कुरा गरौँ। द्वापरमा श्रीकृष्णले ब्रजवासीहरूलाई जल र जीविकाको मूल स्रोत गोवर्धन पर्वतको पूजा गर्न लगाएर असुरहरू र देवराज इन्द्रको कोपबाट मुक्त गर्नुभएको थियो। यसरी नै नेपालका समाज नायक शङ्खधर सखुवाले शिवपुरीको मनोरम श्रृङ्खलाबाट उत्पन्न बागमतीको पूजाबाट उत्पन्न द्रव्यले नागरिकहरूको ऋण तिरिदिएर नरकीय जीवनबाट मुक्त पारेका थिए। यसै महान दिनको सम्झनामा नेपाल सम्वत सुरु गरियो। महपूजाको इतिहास खोतल्दै जाँदा यहीँ पुगेर टुङ्गिन्छ। यसै दिनमा शङ्खधरले ती मुक्त नागरिकहरूको आत्मसम्मानको लागि परिवारमा एकै ठाउँमा बसेर आफ्नो आत्मालाई पूजा गराएका थिए। यही आत्मपूजनको पवित्र क्रियाले ती पुर्खाहरूलाई स्वावलम्बी र परिश्रमी बनाए। आज हामी त्यही गर्वले चिनिएका छौँ। त्यसैले नेपाल सम्वत केवल एक क्यालेन्डर होइन, यो त मानवताको पुनर्जन्म हो। अब महपूजाको बारेमा छोटो कुरा गरौँ। परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर नयाँ वर्षको सुख र समृद्धिको कामनाका साथ हरेक सदस्यहरूले आत्माको पूजा गर्दछन्। दिव्य मण्डलको निर्माण गरी त्यसको बीचमा आफूलाई स्थापना गरी आत्माको पूजा गर्नाले आत्मा शुद्धि हुने र त्यसैले पौरखी र परिश्रमी समेत बनाउँछ। पारिवारिक सम्मान, सद्भाव र एकतामा वृद्धि ल्याउँछ। नयाँ वर्ष नयाँ समय मात्र होइन, नयाँ चेतना, नयाँ कर्म र नयाँ आत्मा जागृति। सरल तान्त्रिक पद्धतिबाट गरिने यो पूजाको छुट्टै प्रस्तुतिको आवश्यकता छ। तसर्थ आज म त्यतातिर जान्न। लक्ष्मी पूजाको ठिक भोलिपटक गरिने गोवर्धन तथा गोरु पूजा र त्यसै साँझ महपूजा गरिने हुनाले यी तीन पूजाहरूको गहिरो सम्बन्ध छ। त्यसैको थोरै चर्चा गरौँ। गोवर्धन पूजासँगै गोरुको पूजा गरिन्छ। यो पूजा श्रम र नैतिकताको पूजा हो, जीवन धान्ने शक्तिको पूजा। यस पूजामा गोरुलाई केवल जनावरको रूपमा होइन, मानव र पृथ्वी बीचको श्रमको सम्बन्ध निर्माण गर्ने एक दिव्य प्राणीको रूपमा पुजिन्छ। यस दिन किसानहरूले आफ्ना गोरुलाई हरियो घाँस र मिठा मिठा खानेकुराहरू अर्पण गर्दछन्। जब यो दिव्य पूजन कार्य गरिन्छ, यसले दिव्य सन्देश छाड्छ। लक्ष्मीको कृपा बिना समृद्धि सम्भव छैन र श्रम बिना लक्ष्मी स्थायी रहनुहुन्न। यसैमा हाम्रा पुर्खाहरूले आत्मशुद्धिको एक नयाँ सिँढी थपे र नयाँ सन्देशको निर्माण गरे। लक्ष्मीले समृद्धिको ढोका खोलिदिन्छ। महपूजाले आत्मालाई सचेत र जागरुक राख्छ। गोवर्धनले त्यो चेतनालाई पृथ्वीमा स्थिर राख्दछ। अनि मात्र हाम्रा दिव्य 7 चक्रहरू क्रियाशील हुन्छन्। त्यसैले यो दिन वन्दना मात्र होइन, अस्तित्वको उत्सव, जहाँ आत्मा, श्रम र समृद्धि एउटै वृत्तमा भेटिन्छ। म मुक्त छु, म परिश्रमी छु र म चेतनशील समृद्धिको पात्र पनि हुँ। यही श्री सम र सचेत आत्माको त्रिकोणीय दिव्यताले यहाँलाई हीरा जस्तै चम्किलो बनाइराखोस्। आजको प्रस्तुतिलाई यही बिट मार्ने अनुमति दिनुहोस्। यो प्रस्तुति उपयोगी लागेमा लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनुहोला। अर्को प्रस्तुतिमा देउसी भैलोको उत्पत्ति र महत्त्वको बारेमा कुरा गर्नेछौँ।
आज यहाँले दिनुभएको समयको लागि आभार प्रकट गर्दछु। ओम साईराम।